घरको पर्खाल फालेर स्कुटी ढालेर बाइक बगाएर बरु रमाइलो छ। म पनि अड्किरहेको छु, खै मेरो बाइक स्कुटी कहाँ छ। उहाँ बाइक ढालेर राम्रोसँग बाइक ढालेर पर्खाल फलेर यो बाटो हो, हिँड्ने बाटो। यसमा अहिले कुनै गाडी मान्छे निस्कने अवस्था छैन। ल हेर्नुहोस् यो, ओहो यो गाडी कट्यो है, उता अगाडि फस्छ। अब अगाडि झन् ठुलो खाल्दो छ। उहाँ गाडी आयो, मेरो बाइक त केही हुन्न होला है। ल मात्रै 15 मिनट परेको पानीले काठमाडौँको ग्रेनल्यान्ड चौक भन्ने ठाउँमा यस्तो छ अवस्था। उता बाइक बगेर ल खोलातिर त आज हेर्नु छैन, अवस्थै छैन। र यो एकछिनको तल गयो, भर्खर आज सुरु हुँदैछ पानी। 15 मिनट बाद पढेको आज के हुन्छ। ऊ बाइक बगेर झिक्दैछन्। मेन बाटो टोखा जाने, उता चाइना बाटो जाने मेन हाइवे बाटो हो यो। यस्तो छ अवस्था।